मेरो यो कथा 5 वर्ष पहिलेको हो। त्यसबेला मेरो उमेर भर्खर 14-15 हुन लागेको थियो होला। हुन त आज मेरो 20 वर्षको उमेरमा पनि म त्यति नै सुन्दर अनि कामुक छु। मेरो विवाह पनि भएको 1 वर्ष भो र पनि म धेरै नै सेक्सी छु। मलाई सेक्सको चाहना धेरै नै छ। कुरा मैले पहिला नै भनिसके, जब म 13-14 को थिएँ तब मलाई अति नै सेक्सको चाहना बढेको थियो। 14 वर्षको उमेरमा नै मेरो शरीर हलक्क बढेको थियो भने स्तन पनि ठूलो र सारो भएको थियो। मेरो शरीर नै किन हो किन एकदम तातो हुन थालेको थियो। मोबाइल फोनमा भएका ब्लू फिल्म हेर्दा र विभिन्न उपन्यास पढ्दा त मेरो शरीर तातेर काम्दथ्यो। त्यो बेला मलाई अति नै यौन सम्पर्क गर्न मन लाग्थ्यो। राति सुत्ने बेलामा म सधैँ नेपाली उपन्यास पढ्ने गर्थे। म सधैँ उपन्यास पढ्दा तथा मोबाइलमा फिल्म हेर्दा सधैँ नानै बनेर आफ्नो योनि तथा स्तनमा हात मुसार्ने गर्थे। किन हो किन मलाई केटा मान्छे देख्नै नहुने भएको थियो। लोही केटा मान्छे देखो भने सिधै गएर यौन सम्पर्क गरू जस्तो लाग्थ्यो। केटा मान्छेको योनाङ मेरो गुप्ताङमा पसेको अनुभव गर्न थाल्दथे। सधैँभरि मलाई कुनै केटाले नै यौन सम्पर्क गरिराखेको कल्पना गरिरहन्थे। तर पनि कुनै कोही केटासँग सम्पर्क गर्ने कुनै समय मिलेको थिएन। म सधैँ मेरो यौन अङ्ग माडेर नै चित्त बुझाउँथे। लाग्छ त्यसबेला मेरो योनिमा आगो नै बलेको थियो। मैले अब स्कुलको पढाइ पनि राम्रोसँग पढ्न छिडिसकेको थिएँ। यौन प्यासले म लगभग हिस्टेरियाको शिकार नै हुने बेला भएको थियो त्यो बेला। तर पनि मैले मेरो दिमागलाई सम्हाल्दै थिएँ। मेरो शरीरले मलाई धेरै नै दुःख दिएको थियो। सधैँ स्तन र यौन अङ्ग बल्केको जस्तो भएर धड्कन्थ्यो। योनिबाट पानी बगिरहथ्यो। स्तन पनि सरह भएर टनक्क हुन्थ्यो। ज्वाला लगेको जस्तो छटपटी हुन्थ्यो। अब मेरो दिमागले पनि मलाई धान्न नसक्ने भएको थियो। त्यसैले मेरो यो समस्या मैले मेरो सिनियर दिदीसँग भने। ती दिदी त्यस्तै 17 वर्ष जतिकी थिइन्, तर उनी धेरै नै केटासँग यौन सम्पर्क गरिसकेकी थिइन्। जब मेरो समस्या तिनीले परा सुनिन् तब उनले भनिन्, तिमीले समयमा नै भनेर धेरै न ठिक गरियौ भनिन्। नत्र धेरै यौन प्यासले म पगल हुन सक्थे रे। त्यसपछि ती दिदीले 1-2 दिनमा तिम्रो समस्या ठिक गर्छु भनिन्। म पनि अलि शान्त भएर बसे। 3 दिनपछि ती दिदीले स्कुल जाने समयमा स्कुल नगएर उनको घरमा आउन भनी बोलाइन्। म त्यो दिन स्कुल जाने ड्रेसमा ती दिदीको घरमा गए। ती दिदीको बुढा विदेश गएका हुनाले उनी घरमा एक्लै बस्थिन्। उनको घरमा पुगेर मैले दिदी भनी बोलाए। उनी हाँस्दै आइन् र भित्र लिएर गइन्। भित्र पुगेपछि उनले भनिन्, तिम्रो यौन प्यासको दबाई त्यो कोठामा छ, निको नहुनु जेलसम्म बस्नु भन्दै हाँस्दै अर्को कोठा देखाइन्। म के होला भन्दै त्यो कोठाभित्र पसे। म के त्यो कोठा म मात्रै पसेको थिएँ। त्यहाँ बसेको एकजना केटाले मलाई हाय भन्दै कोठाको चुक्कुल लगायो। मैले कुरा बुखिहाले मेरो दबाई यो नै हो भनेर। मलाई यो जवानीले यति धेरै पोलेको थियो कि मलाई नयाँ मान्छे एक्लै देख्दा पनि लाज अनि डर लाग्नुको सट्टा कतिखेर यौन सम्पर्क गरी हालौ जस्तो भएको थियो। त्यो केटा अग्लो गोरो अनि खाइलाग्दो थियो। मैले पनि हाय भनेर हात मिलाउँदै यो नजिक गएर बसे। सायद त्यो केटालाई दिदीले सबै भन्नु भएको थियो होला। त्यो केटाले धेरै कुरा नगरी मसँग अन्धालोमा बढिन सुरु गर्यो। आहा, त्यो केटाले मलाई च्याप समात्दा नै मेरो शरीरको कडा फुलेर आएको थियो। उसले हल्का मेरो ओठमा किस गर्यो। ओहो, मेरो ओठ नै फरफराउन थाल्यो। उसले मेरो स्तन पनि कपडा बाहिरबाट नै मार्न सुरु गरेको थियो। कता कता कुटकुटी लागेको हो कि के भए जस्तो हुँदै थियो मलाई। मेरो ओठ चुस्दै उसले मेरो माथितिरको कपडा खोल्न सुरु गर्यो। बिस्तारै म नाम उसले मेरो एक स्तन च्याप्प समात्यो। आहा, मेरो यो स्तनमा त्यो दिन कसैको हात पहिलो पटक लाग्दै थियो। मेरो शरीरै जिङरिङ हुने गरी कडा फुल्न थाल्यो अनि स्तन पनि ततो सरह हुँदै बल्किन थाल्यो। मेरो एक स्तन एक हातले मुसार्दै अर्को स्तन चुस्न थाल्दा त मेरो स्तन सनक्क सनक्क सन्किन थाल्यो अनि मलाई कता कता पिसाब आउला जस्तो अनि आको जस्तो हुन थाल्यो। मेरो ज्यानमै एकदम ज्वरो आको जस्तो तातो हुन थाल्यो। केही बेर उसले मेरो दुवै स्तन पालो पालो खेलेपछि उसले मेरो तलतिरका कपडा पनि बिस्तारै खोल्न थाल्यो। मेरो तातो थाई किस गर्दै मेरो नाइटो खेलाउँदै उसले मेरो योनिमा हात लगायो।
ओहो, मेरो त अब दिमागले नै काम गर्न छोडेको जस्तो भएको थियो। उसले धेरै ढिला नगरी मेरो योनी चाटन थाल्यो। आहा, म स्वर्गमा पुगेको अनुभूति गर्न थाले। मेरो लगभग होस हराएको थियो। जति जति उसले मेरो योनी चाट्थ्यो उति उति मैले मेरो योनाङ माथि माथि उठाउँदै लगेको थिएँ भने मेरो योनीबाट पानी बगेको जस्तो गरी तिरिक्क तिरिक्क हुँदै पानी आउँदै थियो। म अब खप्न नै नसक्ने भएको थिएँ भने मेरो हातले त्यो केटाको टाउकोमा मुसार्दै आफूतिर तान्दै थिए। अब त्यो केटा उठेर फटाफ्याट लुगा खोल्योन् र आफ्नै हातले ठनक्क ठन्केको आफ्नो लिङ मुसार्दै म माथि चाडायो। उसले मेरो ओठमा किस खाँदै उसको लिङ मेरो योनीको मुख तोड दल्न थाल्यो। आहा, दुवैजनाको तातो योनङ जोडिँदा त पगल नै हुला जस्तो भइरहेको थियो। मेरो सास बढेर स्यास्या गर्दै थिए अनि कहिले कहिले बेसुरमा मेरो अनेक आवाज आउँदै थियो। यतिकैमा त्यो केटाले आफ्नो लिङ मेरो योनीमा छिराउन थाल्यो। बिस्तारै टुप्पो अगाडि पछाडि गर्दै उसले आफ्नो लिङ ठेल्न थाल्यो। यता मेरो बनले योनीबाट लगातार पनि तुरुक्क तुरुक्क गर्दै निक्लिरहेको थियो। म अब खप्न नै नसक्ने भएको थिएँ भने मेरो हातले त्यो केटाको टाउकोमा मुसार्दै आफूतिर तान्दै थिए। अब त्यो केटा उठेर फटाफ्याट लुगा खोल्योन् र आफ्नै हातले ठनक्क ठन्केको आफ्नो लिङ मुसार्दै म माथि चाडायो। उसले मेरो ओठमा किस खाँदै उसको लिङ मेरो योनीको मुख तोड दल्न थाल्यो। आहा, दुवैजनाको तातो योनङ जोडिँदा त पगल नै हुला जस्तो भइरहेको थियो। मेरो सास बढेर स्यास्या गर्दै थिए अनि कहिले कहिले बेसुरमा मेरो अनेक आवाज आउँदै थियो। यतिकैमा त्यो केटाले आफ्नो लिङ मेरो योनीमा छिराउन थाल्यो। बिस्तारै टुप्पो अगाडि पछाडि गर्दै उसले आफ्नो लिङ ठेल्न थाल्यो। यता मेरो बनले योनीबाट लगातार पनि तुरुक्क तुरुक्क गर्दै निक्लिरहेको थियो। योनी पनि तातो हुँदै बल्किरहेको थियो। यतिकैमा उसले आफ्नो लिङ पुरै ल्वात्त मेरो योनीमा हुल्यो। यो बेला भने मलाई धेरै नै पीडा हुँदै थियो भने आनन्द पनि महसुस हुँदै थियो। अब भने उसले आफ्नो लिङलाई लगातार रूपले अगाडि पछाडि गर्न थाल्यो। रोक्दै नरोकी उसले प्याट प्याट आवाज निकाल्दै धेरै बेरसँग स्पिडले योन गरिरह्यो। उता उसले लगातार स्पिडा बढाउँदै थियो भने यता मेरो पुरै शरीर नै कक्रेर आइरहेको थियो। बिस्तारै म बेहोस जस्तै हुँदै थिएँ। उसले कहिलेकाहीँ अलि धेरै जोडले धक्का मार्दा मेरो शरीरबाट के पग्लेर निस्केको जस्तो हुँदै थियो। मेरो योनीले 3-4 पटक यस्तै अचम्मको झड्का तथा आनन्द महसुस गर्यो र मेरो शरीर अलि हल्का जस्तो भो अनि मलाई थकाइ लगेको जस्तो भो। साथै मेरो शरीरबाट भूत नै हटेको जस्तो हल्का अनि ज्यान फुरुङ भो। उसले पनि सकेसम्मको स्पिडा र जोड लगाएर क्वाच हुने गरी लिङ योनी भित्रै रोक्यो र भित्रबाट पिचकारी हने जस्तो गरी के हो कुन्नी निकल्यो। मेरो योनी भित्र तातो तातो पिचकारीले हने जस्तो भइराखेको थियो। अब यो आफ्नो लिङ्ग अगाडि पछाडि गर्न छोडी म माथि नै लम्पसार सुत्यो। मैले पनि समति राखे। केही बेरपछि उठेर हेर्दा त मेरो योनीबाट रगत अनि सेतो पदार्थ निक्लदै थियो। सबै पुछेर उठेपछि मेरो शरीर नै हल्का भइराखेको थियो। वर्षौंदेखिको मेरो यौन प्यास शान्त भएपछि त म स्वर्गमा नै गएको महसुस गरिरहेको थिएँ। नयाँ जिन्दगी पाएको जस्तो मलाई एकदमै नौलो फिलिङ गरिराखेको थिएँ। कुनै ठूलो बोझ बिसेको जस्तो भइराखेको थियो। र अन्तमा यस्तो अद्भुत आनन्दको महसुस त्यो दिनभरि त्यो केटासँग गरेर म बेलुकातिर मात्रै घर फर्के।